Ladies and gentlemen, and welcome to second episode of Bisu यापिङ र आजको यो यापिङ चाहिँ छोटो मात्रै छ, लामो छैन। यापिङ त धेरै लामै हुनुपर्ने हो, बट छोटो छ है, छोटो छ। अन्त के विषयमा भन्दाखेरि चाहिँ हस्टेल, बोइज हस्टेलको चाहिँ आज चाहिँ म बोइज हस्टेलमा बस्दैछु होइन, अफकोर्स बोइज हस्टेलमै बस्छु होइन, हस्टेलमा बस्दैछु। सो अन्त यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो चाहिँ फ्रेसर्स थियो। अन्त फ्रेसर्समा चाहिँ अब कस्तो हो, के हो, हामी केटाहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि फ्रेसर्स थियो। अन्त फ्रेसर्समा त्यहाँ म त पिजी, अरू युजीहरूको हुन्छ। अन्त युजीको भाइहरूले अन्त रेडी भएर आउनु भने होइन। अन्त म लगाएँ लुगा। फेरि मेरो चाहिँ के छ भने मेरो रुममेट अभिषेक सर, हि इज एब्सेन्ट राइट नाउ फ्रम हस्टेल है, मतलब घर जानु भएको छ, घर गएको छ। अन्त म एक्लै थिएँ नि रुममा। अन्त म फर्स्ट अप्ठ्यारो, किनभने आज चाहिँ न्यू फ्रेसर्समा चाहिँ पिजीको चाहिँ 2जना मात्रै छ, म र मेरो साथी मास्टर्सको। अन्त अरूहरू चाहिँ युजीहरूको छ, धेरै छ। अन्त अब रेडी भएर आउनु भने अब है, मैले देखेको अब मेरो पहिला म कलेजमा पढ्दाखेरि चाहिँ मेरो साथीहरू, केटी साथीहरू चाहिँ गर्ल्स हस्टेलमा है, हस्टेलमा थियो। उनीहरूको फ्रेसर्स फेयर भन्दा चाहिँ अब चराक चिरिक भएर है लुगा दामी लगाएर जान्थ्यो। अन्त अब हाम्रो पनि त्यसै होला नि भनेर मैले लुगा लगाएँ। अब लुगा लगाएर रेडी भएर यस्तो बाहिर निस्केको, त्यसले भन्नुपर्दै थियो अर्को फ्रेसर भाइ नै, कता जानु भएको दादा, जानु भएको कि आउनु भएको होइन, नगएको नि प्रोग्राममा जानु भएको, तर रेडी हुनु भएको। म त यतिकै जान्दैछु है। यो स्टिल इनिस त्यो घरमा बस्दा लगाउने, हस्टेलमा बस्दा लगाउने लुगामा थियो होइन। अन्त ए हो त्यसो जाँदैछ, म चेन्ज गर्छु भनेर मैले चेन्ज गरेँ। अब सबैजना त्यसो फेरि एकछिनबाट आयो। अन्त यहाँ गरेर चाहिँ अन्त फेरि होइन चेन्ज गरेर आउनु अरे भने होइन, चेन्ज गरेर अन्त केटाहरू फेरि चप्पल माथि, सबैजना केटाहरू चराक चिरेको है, खुट्टादेखि माथि चाहिँ चराक चिरेक भइराखेको छ, मुनि चाहिँ चप्पल लगाइराखेको छ। अब केटाहरू चाहिँ कतिजना त हाफ प्यान्टमै रेडी भइराखेको थियो जानु। अन्त भरे फेरि मुनिबाट चाहिँ फेरि पठाएछ, जुत्ता नलगाएर चाहिँ एन्ट्री छैन, जुत्ता लगेर आउनुपर्ने। त्यहाँदेखि त्योभन्दा मात्रै चाहिँ केटाहरूले चाहिँ के हस्टेलको केटाहरूले चाहिँ जुत्ता लगेर चाहिँ फ्रेसर्स प्रोग्राममा चाहिँ आफ्नै फ्रेसर्समा चाहिँ त्यहाँ मात्रै जुत्ता लगाएर गयो। अब बोइज वर रेडी टु गो अन स्लिपर्स, कि स्लिपर्समै जान रेडी थियो। सो यस्तो हुन्छ कि बोइज हस्टेल चाहिँ अब एउटा हस्टेलमा बोइज हस्टेलमा चाहिँ हामी केटाहरूलाई मतलब हुँदैन क्या हो। स्पेसली अब इन्भाइरोमेन्ट नै त्यस्तो हुन्छ नि। अब केटाहरूलाई मतलब बाहिर प्रोग्राम भएको अफकोर्स सबैजना राम्रो छ, रागचिरेको भएर जान्छ। तर हस्टेलभित्र अब होइन, केटाहरू अब जुनियर होस् सिनियर होस् सबैजना प्रायः मिलेरै बस्छ नि त होइन। त कोही बेला जुनियर र सिनियर चिन्नु पनि साह्रो पर्छ, छुट्याउन साह्रो पर्छ। त्यस्तो इन्भाइरोमेन्टमा बसिन्छ, हाफ प्यान्टमा कुदिहिँड्छ हिँडिन्छ होइन। अन्त सो चप्पलमै फर्स्टमा त त्यतिकै अब फ्रेसर्स प्रोग्राम छ, मुनि बोइजको हस्टेलको सिनियर केटाहरूले रेडी पारिराखेको छ, प्रोग्राम बनाइराखेको छ है। फ्रेसर केटाहरू ट्र्याक र चप्पलमै रेडी छ। फेरि लुगा चेन्ज गर्नु माथि मात्रै लुगा चेन्ज गरिरहेको छ, चप्पलमै हिँड्नु रहेको छ। सो के the boys were had to be forced to put on shoes for the program. So that was something quite interesting on your boys hostelकोमा चाहिँ. So wanted to share this. Thank you.